सर के विषयमा सहमति भयो? आज हाम्रो एउटा चाहिँ अन्डरस्ट्यान्डिङ भएको छ। यो चाहिँ तेस्रो चरणको चाहिँ बस्दाखेरि जुन चाहिँ कार्यदलले चाहिँ जुन 1 नम्बर बुदामा गण्डकी प्रदेशले रातो नम्बर प्लेटलाई सार्वजनिक यातायातको रूपमा जुन सञ्चालन गर्ने निर्णय गरेको थियो नियावली ल्याएर त्यो विषयमा चाहिँ कार्यदलले भौतिक पूर्वाधार र यातायात मन्त्रालयलाई अनुरोध गर्ने, भौतिक पूर्वाधार र यातायात मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई अनुरोध गर्ने र चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले प्रदेश सरकारलाई पत्रचार गर्ने र प्रदेश सरकारले सोही बमोजिम जुन नियावली चाहिँ यो चाहिँ रातो प्लेटको चाहिँ नियावली ल्याएको छ सार्वजनिक यातायात सञ्चालन गर्ने त्यसलाई स्थगन गर्ने र प्रदेश सरकारले स्थगन गरेपछि हाम्रा चाहिँ अहिले देशभरि चलेको चाहिँ यो बन्दको आह्वान चाहिँ फर्किआएको छ, त्यसलाई हामीले फिर्ता लिने भन्ने एउटा चाहिँ सहमति भएको छ र यसलाई अब अहिले कार्यालय बन्द भएको कारणले गर्दा भोलि बिहानै फास्ट ट्र्याकमा चाहिँ यसलाई लाने भन्ने कुरा भएको छ। भनेको अहिले प्रधानमन्त्री भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र पठाउने काम भयो, भौतिकले प्रधानमन्त्रीलाई पत्र पठाउने काम भयो, त्यो हुन्छ कहाँसम्म भयो अहिले त्यो बताउनु? अहिले चाहिँ अब भौतिक पूर्वाधारलाई पठाउने मात्र काम भयो भनेको त्यहाँदेखि उताको काम भनेको भोलि 10 बजे पछाडि हो। अब सरकारले फास्ट ट्र्याकमा गर्ने भन्नुभएको छ। अब जति चाँडो फास्ट ट्र्याकमा काम हुन्छ त्यति नै चाँडै चाहिँ प्रदेश सरकारले चाहिँ स्थगन गरेपछि हामी पनि त्यसलाई तुरुन्तै तपाईँहरू माझमा आएर हामी पनि चाहिँ हाम्रो चाहिँ बन्दलाई स्थगन गर्ने। भनेको भोलि बिहान 6 बजे गाडी चल्छ चल्दैन? चल्दैन। जब त्यो निर्णय 6 बजे र बिहानै 5 बजे प्रदेश सरकारले भन्यो भने हामी तुरुन्तै नै गर्छौँ। तर यो प्रोसिडियर गभर्मेन्ट प्रोसिडियर भएको कारणले गर्दाखेरि यसलाई चाहिँ मेरो सम्भवत उहाँले फास्ट ट्र्याकमा गर्छु भन्नुभएको छ। अब गभर्मेन्टले कति फास्ट ट्र्याक हुन्छ हामी पनि त्यसको लागि झकझगाउने काम हामी पनि गर्छौँ। सर एउटा नि अब यति अन्डरस्ट्यान्डिङ भइसकेपछि सरकारले नै यसको इनिसिएसन लिइसकेपछि यति विश्वास गरेर भोलि बिहानदेखि हामीले सवारी साधन सञ्चालन गरेर दियौँ भनेर भन्ने आँट किन नगरेको हामीले? अब यस्तो विश्वास भनेको कुरो नै सबभन्दा ठुलो कुरो हो। विश्व ब्रह्माण्ड नै विश्वासमा बाँचेको छ। तर हामीले बारम्बार 1 वर्ष अगाडि गण्डकी प्रदेश सरकारलाई हामी आफै गएर चाहिँ यो काम नगर्नुहोस्, राइट सेयरिङ र यसलाई चाहिँ व्यवस्थित गर्नको लागि नयाँ नियम ल्याउने कुरामा हाम्रो आपत्ति छैन। तर निजी सवारी साधनलाई सार्वजनिक यातायातको रूपमा सञ्चालन गर्दाखेरि यो सङ्घीय कानुनसँग पनि बाँचिने, यो सङ्घीयताको मर्म संविधानसँग पनि बाँचिने भएको कारणले यसलाई नगर्नुहोस्, बरु यसलाई चाहिँ सार्वजनिक नम्बर प्लेटलाई कालो प्लेट पनि दिएर चाहिँ अगाडि बढ्ने कुरामा हाम्रो सहमति हुन्छ भनेर मुख्यमन्त्रीज्यूको कार्यकक्षमा महासङ्घ लगायत ट्रेड युनियनका हाम्रो अध्यक्षज्यूहरू गएर त्यो बेला पनि बन्द भएको थियो। हामीले बन्दलाई विड्रो गरेर हामीले विश्वास गरायो नि त, मुख्यमन्त्रीज्यूको वचनलाई विश्वास गर्दाखेरि आज धोका पायौँ नि त। आज चाहिँ 4 दिनसम्म चाहिँ गण्डकी प्रदेश बन्द छ र त्यसमाथि पनि आज देशव्यापी रूपमा उहाँकै कारणले गर्दाखेरि चाहिँ जनताले दुःख पाएको छ। हामीले बाध्य भएर घर ग्यारेजमा राख्ने स्थिति आयो। त्यो हुनाले उहाँको कमिटमेन्ट सङ्घीय सरकारसँग हाम्रो चाहिँ डाउट होइन, तर उहाँको कमिटमेन्ट नआएसम्म हामीले विश्वास गर्ने वातावरण नबनेको हुनाले त्यो वातावरणलाई चाहिँ अहिले सङ्घीय सरकारले रात दिन नभनिकन जुन पहल गरेको छ त्यसलाई हाम्रो संघर्ष समितिको संयोजकको नाताले सङ्घीय सरकारका जति पनि खटिनु भएको छ चाहिँ हाम्रो मुख्य सचिव लगायतका सम्पूर्ण चाहिँ राष्ट्र सेवकहरूप्रति र चाहिँ गृह मन्त्रालय र चाहिँ प्रधानमन्त्री कार्यालयदेखि सबैलाई हाम्रो संघर्ष समितिबाट धन्यवाद पनि दिन चाहन्छु। हस्।